ह्याप्पी होली वाइटी स्टुडियोको साथीहरूलाई 2082 सालको हिजै होली मानिसक्नु भयो होला। म चाहिँ होलीमा जानु नपाए पनि वाइटी स्टुडियोको साथीहरूलाई ह्याप्पी होली। दोस्रो दिन भए पनि सबैले मानिसक्नु भयो होला। जे होस् मानिसक्नु भयो। मैले ब्लगमा देखिरहेको छु नेपालका साथीभाइहरूलाई र विदेशको चाहिँ त्यति साह्रो थिएन। नेपालको चाहिँ मैले भिडियो ब्लगमा हेरिसकेको छु साथीहरू। यहाँ चाहिँ ढिलै मानिन्छ यहाँको होली चाहिँ। म चाहिँ जानु नपाए पनि यसो साथीहरूलाई चाहिँ वाइटी स्टुडियोका साथीहरूलाई चाहिँ यसो देखाऊँ भनेर साथीहरू। अब आज चाहिँ यहाँ चाहिँ आज मानेको छ होली। कसले मान्नुभयो सबैले राम्रैसँग मान्नुभयो होला है साथीहरू। मेरो चाहिँ यस्तै हुनेछ साथीहरू। यहाँको होली चाहिँ एकदम मजाले सजाउनु भएको छ है दिदी बहिनीहरू मिलेर रमाइलो हुनुहुँदैछ। आजको दिन चाहिँ यहाँ चाहिँ ह्याप्पी होली मनाउने। अब नेपालमा चाहिँ हिजै मनाउनु भयो। यहाँ चाहिँ आजको दिनमा यसरी भव्यका साथ झिलिमिली रमाइलो दायाँ बायाँ एकदम मिलाएर सरर पारेर होइन नजाने पनि जाम लाग्दो बनाउनु भएको छ दिदी बहिनीहरूलाई। सम्पूर्ण यो वाइटी स्टुडियोका साथीहरूलाई ह्याप्पी होली। देश विदेशमा रहनुभएका र नेपालमा पनि रहनुभएका मेरा वाइटी साथीहरूलाई